के छ पार्टी त खुलुत्तै भएछ त। अनि डाइनामिक नेताको हेर प्रगति खुलुत्तै, हँसिया हतौडा पनि खुलुत्तै भएछ, माओवादी भन्ने नाम पनि खुलुत्तै भएछ। अनि रुकुमतिरको खबर के छ त? कतातिर जाने अब? प्रचण्ड पदतिर हो कि जनार्दन पदतिर हो कि कता हो? कता गए फाइदा हुन्छ? के छ? अलिकति बुझेर जानु होला, फेरि पछि घाटा लाग्ला नि फेरि है। कता जाने, कता गए फाइदा हुन्छ है। झ्याप्प नदन्द आँखा चिम्लेर झ्याममा हाम फाल्दाखेरि फेरि डाइनामिक भनेर फेरि घाटा लाग्ला नि फेरि भोलि। त्यो पनि ख्याल गर्नुपर्छ नि। फेरि यता कि उता भन्ने पनि हुनसक्छ के है। कता हो कता, अहिले चाहिँ कता हो त्यो लेख्नु पऱ्यो यता है। त्यो भएर अलिकति सोच विचार गरेर यसो एनालाइसिस गरेर कता जाँदा भोलि आफूलाई हुन्छ त्यो हिसाब गरेर मात्रै जाने। फेरि त्यहाँ झ्याप्प अहिले फेरि डाइनामिकको भनेर यता गइदिने, फेरि भोलि झ्याप्प उता गइदिने भए त फेरि मान्छेले मान्दैन नि त है। कता हो मेसेज चाहिँ गर्नु, कमेन्ट गर्नु ल।